यदि हजुरको बाबु नानीले बच्चाहरूले पढ्न मान्नुहुन्न, पढ्न भनेपछि दिक्क मान्नुहुन्छ र हजुर पनि पढ्दै हुनुहुन्छ र हजुरलाई पनि पढ्नै मन लाग्दैन, पढ्ने भनेपछि निन्द्रा लाग्छ, मोबाइल हेर्न मन लाग्छ, घुम्न मन लाग्छ भने हजुरले राम्रो एक्जाममा राम्रो मार्क्स ल्याउन सक्नुभएको छैन, बाबु नानीले राम्रो मार्क्स ल्याउन सकेका छैनन् भने हजुरले आस्था विश्वास र भरोसाका साथ यो रेमेडी गर्न सक्नुहुनेछ है। यदि कसैलाई विश्वास लाग्दैन भने कृपया नगर्नुहुँदा अनुरोध गर्दछु। कमेन्ट बक्समा सम्पूर्ण मित्रजनले ओम सरस्वताय नमः लेखेर साथ दिनुहोला। हजुरहरूले मङ्गलबारको दिन उठ्नुहोला। मङ्गलबार उठेर नुहाई धुवाई गरी स्नान गर्न सक्नुहुन्न भने हात मुख धोएर स्वच्छ भएर हजुरले आसन गर्नुहोस्। 7 वटा दुबोको मुन्टा टिपेर ल्याउनुहोस्। 7 दाना चामल ल्याउनुहोस्। सक्लो चामल हुनु पर्यो। 7 वटा दुबोको मुन्टाको चाहिँ घोल बनाउनुहोस्, रस निकाल्नुहोस् र यो 7 वटा चामल चाहिँ मजाले चपाएर यसको 1 चम्चा भन्दा बढी हैन है, 1 चम्चा घोलमा चाहिँ घुटुक्क निल्नु भएर ओम सरस्वताय नमः, ओम सरस्वती नमः भनेर हजुरले मन्त्र जाप गर्नुभयो भने हजुरलाई चाहिँ पढ्न आउँछ, विद्या वृद्धि भएर जानेछ र एक्जाममा पनि राम्रो मार्क्स ल्याउन थाल्नुहुनेछ र बच्चाहरू पनि अनुशासित हुन्छन्। आस्था विश्वास र भरोसाका साथ गर्नुहोला। मङ्गलबार गर्नुहोला कि 3 वटा मङ्गलबार कि 5 वटा मङ्गलबार कि 7 वटा मङ्गलबार गर्न सक्नुहुनेछ। नमस्ते, म पण्डित अजिता कडेल, नयाँ बानेश्वर शङ्खमूलबाट।